मैले सुनेको पाइप त पुरै के सम्म भएको थियो अब अहिले एकचोटि यो विषयलाई पुरै के छ माथिसम्म हजुर त्यो ठाउँमा पुगिसकेपछि त्यहाँ यसलाई अनि अब यो म यहाँ 15 वर्ष जति समथिङ भयो होला अब यो बाटो अरू उति पारीतिर हेऱ्यो भने कालो भइसकेको छ होइन हुनु त हो यसलाई अलिकति व्यवहारमा केही मात्रामा यो भएकै पेलेको विशेष गरेर देखिन्थ्यो पेलेको पुरै भनेको यो तपाईँको रिङ रोड छ हेर्नुहोस् है उत्ताको रोडबाट झरेर यताको रोडमा निस्किनु यति मात्रै भयो भने पनि त अलिकति त केही हामीलाई त के छ भने नि अहिले हाम्रो आफन्त नातागोताहरू आउनुहुन्छ नि जति पनि जिरिहिम्तीवासीमा म तपाईँलाई भाइको कुरा काटेँ मैले छोरी जिरिहिम्तीमा हामीलाई सम्झेर हाम्रो भनौँ न हामीलाई भेट्नलाई हाम्रा नातागोता आफन्त आउँदा पनि होइन यो कसको क्षेत्र हो यो जिरिहिम्ती हाइवेसँग टच भएका ठाउँ मोरङ झापा सुनसरी यति मध्ये हामी बिचमा हिँड्दाखेरि त हाइवेसँग टच भएको ठाउँ त यो मात्रै ठिक छ हामीलाई पुरै अहिले पिच चाहिएन हामीलाई यो त कालो पत्रेको क पनि छैन यहाँ त कसको क्षेत्र हो किन यो तिमीहरू बोल्दैनौ कि क्या हो हामी कहाँसम्म बोल्ने हामी त यहाँ माथि हाम्रा टाउकेहरूसम्म मात्रै पुर्याउन सक्छौँ हाम्रो माथिसम्म पहुँच छैन अनि जो माथिसम्म पहुँच छ भन्नेहरू यो विषयलाई वास्ता गरिदिनुहुन्न अनि हामी अब फेरि उनीहरूको पछि चाहिँ लाग्ने त नलाग्ने तपाईँ सिधा आउनु भएको छ हामीलाई के गर्नु अब सुन्नु वाडामा गयौँ वाडाले के भन्छ भने त्यत्रो ठाउँ छ यो वाडाको बजेट एकदम कम्ती हुन्छ ठिक छ यो सबै कुरा हामी गर्न सक्दैनौँ तपाईँहरू अलिक माथितिरसम्म जानुहोस् भन्नुहुन्छ नगरमा गयो भने नगरले त बजेट छुट्याइदिन्छ वाडामा अब नगरमा तपाईँहरूले आएर त भन्नुभयो ठिक छ तपाईँहरू अलिक माथितिर जानुभयो भने चाहिँ हुन्छ यो सबै कुराहरू चाहिँ यो नगरबाट मात्रै चाहिँ हामी गर्न सक्दैनौँ किनभने वाडामा बजेट छुट्याइदिएको हुन्छ भन्छ हामी जान सक्ने स्थिति भनेको चाहिँ त्यही नगर र वाडासम्म रहेछ माथिसम्म पहुँच पुगेका मान्छेहरूले यो कुरामा ध्यानै दिँदैनन् अनि माथिबाट भन्नुहुन्छ जस्तै होइन सानो कुरा छ त्यो कुरा त नगर र वाडामै सल्टाए भइहाल्यो नि अब हामी जानेका होइन यहाँका लागि ठुलो भयो उताको लागि सानो भयो अनि हामीलाई चाहिँ किन यस्तो खालको व्यापार अनि के उहाँहरूले अहिले चाहिँ यहाँनिर चाहिँ भोट एकदम कम छ अथवा यहाँका जनता थोरै छन् हामीलाई अहिले वास्ता यदि भोटै मात्रै लानुहुन्छ भने ठिक छ भोलि गएर एक मतको हार जित हुँदाखेरि त्यतिखेर तपाईँले थाहा पाउनु हुनेछ कि भोटको महत्त्व अहिले तपाईँले धेरै जित्दै गर्दा धेरै मत ल्याउँदै गर्दाखेरि तपाईँलाई त्यो फिल होला होइन हजुरलाई त्यो फिल होला अरूलाई त्यो फिल होला तर भोलि गएर एक मतले मात्रै हार जित हुँदाखेरिको अवस्थामा त्यतिखेर तपाईँले थाहा पाउनु हुनेछ भोटको महत्त्व भन्ने कुरा त्यो भएर हामी चाहिँ अब एकदमै निराश भइसकेका छौँ जिरिहिम्तीवासी विशेष गरी हामी सबैसँग निराश भइसकेका छौँ किन निराश भएका छौँ भने हामीलाई यहाँ हेर्ने व्यवहार भोलि गएर हामी त्यहाँपट्टि जाँदा पनि हामीले वाडामा कुरा राख्दै गर्दा नगरमा कुरा राख्दै गर्दा हाम्रो कुरा हामी बोल्छौँ त्यसको लागु नै हुँदैन सुन्दैन हामी अल्पमतमा पर्छौँ अनि के त्यसो भए तागत हुने अलिकति पैसा हुने अलिक माथिसम्म उ गर्ने डुडु कुद्नेले मात्रै विकास पाउनु पर्ने हामी यहाँनिर खेती किसान गर्नेले चाहिँ त्योबाट हामी वञ्चित हुनुपर्ने त होइन समुचित वितरण गर्ने काममा चाहिँ एकदमै धेरै अन्याय जहाँ बनायो नि झोलुङ्गे पुल बनाएको छ एकदम तर बाटो यहाँ छ झोलुङ्गे पुल उहाँ छ अटो त चढ्दै चढ्दैन रहेछ क्या हजुर यसरी ल्याएर घुमाएर चढाउनु पर्दा उकालो रहेछ हजुर अनि त्यो उकालो पल्टिहाल्ने कसले अटो लान्छ अनि मान्छे बिरामीसम्म उहाँबाट ल्याउँदै ल्याएर अनि त्यो पुल कटाएर अनि अटोमा चढाउनु पर्ने रहेछ तराईको ठाउँ त्यस्तो हुन्छ तराईको ठाउँ अब तपाईँको हामी अहिले यहाँका केटाकेटीलाई स्कुल पठाउँदै गर्दा जस्तै यहाँ त अलिकति पैसा हुनेले पो बोर्डिङमा पढाइराखेका छन् त होइन अलिकति धन भएकाले पो बोर्डिङमा पढाएका छन् र गाडी यिनीहरू आउँछ त अलिकति पैसा कम भएकाले त हामीले त हाम्रो स्कुल पठाउनु पर्ने हुन्छ केटाकेटी हिँड्दै पठाउनु पर्ने हुन्छ अनि हिँड्दै पठाउँदाखेरि हामी यहाँको के अरे बच्चाहरू चाहिँ माथि रोडबाट गएर यहाँ तल छ स्कुल त्यहाँ पुग्नुपर्ने अवस्था छ किनभने खोला छ होइन त्यो भएको कारणले भोलि गएर त्यो बच्चाको भविष्य चाहिँ कता गयो त अब त्यो बच्चा हामी सर अथवा तपाईँ हामी सर अथवा चाहिँ तपाईँहरू जस्तो भोलि गएर त्यो चाहिँ त्यो ठुलो हुन नपाउने अथवा चाहिँ उसले के गर्न सक्दैन त सक्छ नि उसको भविष्यलाई त हेरिदिनु पऱ्यो नि त अरू कुरा केही पनि चाहिएको छ जिरिहिम्तीमा भोलि गएर रोड बढ्दै गर्दाखेरि रोडमा कताबाट बाइपास के थाहा छैन हामीलाई यो जिरिहिम्तीवासीलाई मात्र यहाँबाट परतिरको स्कुलसम्म त्यहाँ परतिर हाम्रो स्वास्थ्य चौकी छ हाम्रो वाडाको स्वास्थ्य चौकी त्योसम्म जाने वातावरण पनि छैन त्यो भएको कारणले यहाँ मात्र एउटा झोलुङ्गे पुल यसो भइदिएदेखि बुढाबुढीलाई जिरिहिम्तीवासीलाई यो एसियन हाइवेबाट भोलिको टनल कहाँबाट हुन्छ भन्ने थाहा छैन अहिलेसम्म केही जानकारी छैन तपाईँको अन्डरपासको लागि कसैले पनि कहीँबाट पनि पहलको लागि भनेको त के एउटा सूचना सुन्दा पनि त्यहाँ दर्ज गरिदिएको छैन भोलिको दिनमा समस्या पर्ने भनेको त्यो हाइवे बनेर मात्रै हुँदैन नि माथिबाट तल आउनु सक्नु पऱ्यो तलबाट माथि जानु सक्नु पऱ्यो
तपाईँको जङ्गल नजिक छ होइन, जङ्गलको लागि एक्सेस अहिलेसम्म कहाँबाट हुन्छ भन्ने यो ठाउँको मान्छेलाई थाहा छैन। तपाईँको एकजनाले पनि आवाज भनेको बुलन्द तरिकाले यहाँ गाउँको मान्छेहरू मात्रै उठेर मात्रै आवाज बुलन्द हुँदैन, नीतिगत उसमा आवाज उठाउनको लागि भनेको नीतिगत तहको मान्छे नै चाहिन्छ। तर यहाँ एकजनाले पनि अहिलेसम्म बोलिदिएको छैन कि जस्तो कुवाको एक किसिमको अब दुईवटा खोलाले बिचमा छ टापु होइन, हाम्रो टापु जस्तै पनि छ एक किसिमको, एकजनाले भने अब यो टापु कुवा छ, कुवा नै सीमित यत्रो जस्तो बजेटको हिसाबले पनि तपाईँको वडा र नगरपालिकामा बजेटको हिसाब बजेट विनियोजन हुने टाइममा पनि हामीलाई सही तरिकाले विनियोजन हुँदैन। ठिक छ, हामी हामीलाई 50,000 मात्रै पाउँछ, 50,000 त हामी त्यसमा खुसी छौँ। तर यति होइन कि अन्त चाहिँ त्यही मैले अघि भनिहालेँ बुझ्ने भाषामा सौजन्य व्यवहार भनिन्छ नि जस्तै होइन, त्यो तरिकाको व्यवहार भएका छन्। अनि यहाँनिर हाम्रो फेरि हाम्रो जिरिसिममा के छ भने सबै पार्टीमा माथि अघि मैले भनिहालेँ नि माथिल्लो पहुँचसम्म हाम्रो पहुँच छ भन्ने कुरा सबै पार्टीका मान्छेहरू हुनुहुन्छ। तर उहाँहरूको घर चाहिँ ठ्याक्कै रोडसँग टच रहेछ, उहाँलाई यता पार्टीमा गर्दैनौँ, हामी परिवर्तन चाहन्छौँ होइन, हामी जीवनस्तरको लागि अङ्कलले दुईवटा कुरा बोल्न चाहँदै हुनुहुन्छ है लास्टमा। नमस्कार, म लक्ष्मण गुरागाई। यो नेपालमा भएको बेथिति विसङ्गति देखेर यसमा परिवर्तन गर्नुपर्छ, नीति राम्रो ल्याउनुपर्छ भनेर उमेर मेरो निकै भयो, 42 सालदेखि यो राज्य सत्ता परिवर्तन गर्नको लागि पूर्व माले भएर पार्टीसँगै लागेर एमाले बने। एमाले बनिसकेपछि 51 सालमा पुग्दाखेरि यिनीहरूको मन्त्रीमण्डलमा गएर मैले देखेँ उनीहरूका गतिविधि। तिनीहरू कम्युनिस्ट होइन रहेछौ, तिनीहरू एउटा कम्युनिस्टको खोलेका मात्रै रहेछौ। वास्तवमा कम्युनिस्ट कहाँ छ त भन्न खोजी गर्दा त्यतिखेर माओवादी पसिसकेको थियो, आइसकेको थियो। 44 सालमा 56 सालमा गएर मैले माओवादी सम्पर्क भेटेँ र भन्नुपर्छ गर्वका साथ पथै नगरपालिकामा माओवादी भित्राउने मान्छे म सत्तामा ढुक्कले भन्छु। जब माओवादी भित्राएँ बाउ छोरी छोरी पनि लागेकै थिइन्, हामी सुट वारेन्टमा परेका मान्छेहरू। ठुली छोरी अनेमा सङ्घ मोरङ जिल्ला कमिटी इन्चार्ज थिइन्, म आफू ट्रेड युनियन कमिटी जिल्ला इन्चार्ज थिएँ, क्षेत्रीय इलाका इन्चार्ज भएर काम गरेँ। त्यति गर्दै जाँदा त्यहाँ पनि मैले वास्तवमा जनताले खोजेको कुरा रहेनछ, यिनीहरू अवसरवादी हुन् रहेछन् भन्ने कुरा बुझेँ। किन भन्नुहुन्छ भने म आफै कतिवटा दोकानमा पसेर लुटपाट गरेर लिएर आएको पैसा कहाँ गयो त्यो मलाई थाहा भएन। जुन साथीहरू शहादत प्राप्त गर्नुभयो, कहाँ प्राप्त गर्नुभयो, त्यसको परिवारले के गरिरहेको छ त्यहाँसम्म उनीहरू नपुगिरहेको देख्दाखेरि वास्तवमा अब यहाँ पनि रहेनछ भनेर त्यत्तिकै चुप लाएर कोही बेला समर्थन कोही बेला के गर्दै बसिरहेको थियो। अहिले राजसभा पार्टी जुन आइरहेछ यसमा मैले के देखिरहेको छु भने यहाँ युवा समूह छ, बौद्धिक सर्कल छ, यसले पनि यो देश सुधार गर्न सकेन यदि भने अब देश रहनेवाला छैन। र अर्को कुरा के छ भने तपाईँहरूलाई जसरी हामी देश सुधार गर्छौँ भन्दै आउनु भइरहेछ, यहाँ पनि सुधार गर्नु भएन भने तपाईँहरूले छुट पाउनुहुन्न, यो तपाईँहरूलाई चेतावनी हो। एकदम हिजो केपी हेलिकप्टरमा चढेर भागेको थियो, शेरबहादुर देउपालाई कसैले बचाएको थियो, तर तपाईँहरू यो स्वतन्त्र पार्टीका नेताहरू फेरि गद्दार गर्नुभएछ भने त्यही घरभित्र तपाईँहरूलाई जनताले आगो लगाउने छन्, यो कुरालाई ध्यान दिनु होला। एकदम तपाईँहरू यहाँका समस्या त तपाईँहरूले देखिहाल्नुभयो, यी विकास योजनाका कुरा हुन्, क्रमशः गर्दै जानु होला। कुन कुन कुरामा चाहिँ यहाँ समस्या छ त्यसलाई प्राथमिकता दिनु होला। तपाईँहरू नीति बनाउन जानुपर्छ विकासभन्दा पनि। त्यो नीति बनाउने ठाउँमा जाँदाखेरि सबैभन्दा पहिला विभिन्न सङ्घ संस्थाहरूको आर्थिक छानबिन गर्नु पर्यो। सबभन्दा पहिला त्यो छानबिन यस्तो हुनु पर्यो, 2 तहमा हुनु पर्यो, 2 तह 3 तह छानबिन, अनुसन्धानमाथि अनुसन्धान गरेर सम्पूर्ण यो भ्रष्टाचारको अन्त्य गर्नुहुन्छ भन्ने आशा छ। तपाईँहरू आइपुग्नुभयो, तपाईँहरूमा आउनुभएको बेलामा पनि हामीहरू म आफूले मोबाइलबाट सम्पर्क भएका साथीहरूसँग, मेरा आफ्ना परिवारसँग उहाँहरूसँग मत माग्ने काम गरिरहेको छु गन्तीलाई। र ती सम्पूर्ण अगाडिका आफ्ना बलिदानीहरू त्याग गरेर यो देश के गर्दा सुधार्न सकिन्छ भने अहिले फेरि स्वतन्त्र पार्टीलाई समर्थन गरिरहेको छु। जनतालाई धोका नहोस्,
अघि मैले भनिहालेँ यदि धोका भयो भने यो फेरि गणेशजी यो आशा नगर्नु होला जिरिसिम्तीमा म साथीहरूसँग भेट्दै हिँड्छु भनेर त्यो आशा गरेर फर्केर आउनु पर्दैन। समस्या यही हुन्, विकास सबको विकास गर्नु। अब समस्या भन्नुहुन्छ भने मेरो परिवारमा एकजना मान्छे मोटरसाइकलबाट एक्सिडेन्ट भएर यो कम्मर बाँच्यो 2 वर्ष भयो। अब सामान्य मान्छे स्वास्थ्य इलाज त थोर बहुत त गरियो, जति आफूसँग खुबी थियो उहाँको कम्मर जोड्न सकिएको छैन। 2 वर्षदेखि बेडमा आउनुहुन्छ, सकिन्छ त्यस्ताको इलाज गरिदिनुहोस्, लाग्छ नि गरिदिनुहोस्, होइन भनेदेखि अब जो सोचहरू जति पाइँदै जान्छ त्यसैमा सन्तोष गर्दै जान्छ। मेरो शुभकामना छ, अग्रिम विजयको शुभकामना छ। फेरि विजयको माला पहिराउन पाइयोस्, विजय भएपछि फेरि आउँदै जानु होला। कसै त्यही त यो बलिदान गर्ने एउटा पार्टी विशेष अथवा कसैले मात्रै गरे होइन। यो बलिदानको यो त्यागको परिश्रमको इतिहास हेर्न त साह्रै लामो छ। यो जोडिँदै जुन चाहिँ आन्दोलनसम्म आइपुग्यो त्यही लगाएर राज्यले कहिले नागरिकलाई नागरिक मानेन, अपमान गरिदिन्छ। आफ्नो वरिपरिकाले जे सुविधा पाइरहेछन् त्यही सुविधा पाम भन्यो भने ऊ चाहिँ अपराधीकार हुन्छ। बनाइयो त्यस्तै नि त अहिलेको जुन चाहिँ अगाडि पनि सिंहदरबारभित्र चलिराख्ने सुविधा यता चलायो भने चाहिँ पाइँदैन भनेर बन्द गरिदिने भनेपछि यो हुँदैन। र कुनै पनि बलिदान, कुनै पनि त्याग, कुनै पनि परिश्रम, यो कुनै पनि सपना खेर नजाउन् भन्ने हामी जसरी लाग्नुपर्छ लाग्छ। चरित्र यही हो होइन, जस्तो चरित्रमा भोट माग्दै आएका छौँ त्यही चरित्रमा संसदमा पनि उभिउँला। नीतिगत परिवर्तनका लागि काम गर्ने हो, नीतिगत परिवर्तनकै लागि काम गर्छ होइन। पहुँचको आधारमा राज्य सरकारसँग नजिक, पहुँचको आधारमा बजेट पारिहाल्ने र पहुँच भएन भने चाहिँ बजेटै नपर्ने, सुविधै नपाउने, वृद्धि विकासै नहुने भन्ने कुराको अन्त्य गर्ने हो। त्यो गर्दाखेरि पहुँच परिरहेकोहरूलाई केही समयलाई अप्ठ्यारो होला, तर समाजमा यस्तो किसिमको असमानता भएर समाज पनि सुरक्षित हुँदैन। यो असुरक्षित समाजमा विकासका ठुला नारा लाएर म चाहिँ अलिक मेरा घरका पर्खाल चाहिँ भयङ्कर अग्ला छन्, मलाई केही हुँदैन भनेर कोही पनि नजोग्य हुन्छ। त्यो भनेको धम्की, तपाईँले पनि मलाई धम्की दिनुभएको होइन, मैले पनि समाजलाई धम्की दिए होइन, तर समाजको चरित्रै यस्तो हो त। त्यो द्वन्द्व निस्किन्छ। त्यो असमानताको मुहारमा सबैलाई न्याय र सबै नागरिकका लागि सम्मानको वातावरण बनाउनका लागि हामी जसरी हुन्छ त्यो खट्नेछौँ। त्यतिसम्मको लागि विश्वास गरिदिनु होला। एकदम विश्वास पनि र अर्को मैले उठाएको भन्दा अब जस्तो 2 वर्ष भयो, अब यो हाम्रो क्षेत्र नि भयो। बाहिर त कस्तो बनाइरहेको छ भने यहाँ त कोही बिरामी नै हुँदैन भने जस्तो, बिरामी हुने बित्तिकै उपचार पाउँछन् भने जस्तो। पनि घरैमा 2 वर्षदेखि घाइते भएर लडिरहेका मान्छे हुन्छन्, भोट आउँदैन भनेपछि ती मान्छेले चाहिँ त्यो सुविधा पाउँदैन। यस्तो यो दानमा आउने कुरा, त्यो पनि सेलेक्टिभ छानिएर आउने कुराका विरुद्धमा र राज्यले चाहिँ हो त्यो जिम्मेवारी लिने भने राज्यमाथि प्रश्न उठाउने र राज्यलाई सक्षम बनाउने। आजको आज सकिन्न होला, ती वर्गीकरण गर्न पर्ला। यतिसम्म उपचार गर्नुपर्नेलाई नि शुल्क, यतिसम्मको लागि यति प्रतिशत सहुलियत, क्रमशः त्यो बढाउँदै स्वास्थ्य भन्ने कुरा चाहिँ नि शुल्क हुनुपर्छ। स्वास्थ्यमाथि व्यापार गर्नु हुँदैन, स्वास्थ्यमा नाफा कमाउनु हुँदैन। सेवै गरेर स्वास्थ्य गराएका हुन्न भने त गैर नाफामूलक बनाइदिउँ न त सबै। गैर नाफामूलक छैन त, नाफामूलक संस्था बनाएर मैले सेवा गरेको छु भन्नु त सेवा होला। समाजका लागि त्यो पनि सेवा चाहिँ होला होइन। एउटा किराना पसलले पनि सेवा दिइरहेकै हो, तर त्यो नाफामूलक हो। त्यसको नाफा रौन्जेल गर्न त्यो सेवालाई त्यति धेरै ग्लोरिफाई गर्न आवश्यक थिएन। तर कस्तो भने गरिब बनाउने, दुःख दिने, भोकै राख्ने, नीतिमा पेली भोकै राख्ने, अनि अलिकति एक छाक घाट ल्याइदिएर ओहो म त दान दिनु भन्ने, त्योबाट चाहिँ हामी उम्कनुपर्छ। त्यो उम्काउनका लागि नेपाल भनेकै एउटै परिवार हो, एउटै नीतिबाट चल्नुपर्छ। केन्द्रित नीति, केन्द्रीय माथिको सङ्घीय नीति भन्ने कुरामा एकदम सजग छौँ, त्यो काम गर्छ। त्यति बेला सम्मका लागि विश्वास गर्दैन। र अर्को कुरा, एउटा कुरा, जो कोही पनि तपाईँ पनि र कोही पनि जनप्रतिनिधि अहिले भोट माग्न आउँदै गर्दा मेरो पछाडि चाहिँ लामा लस्कर एकदमै धेरै छ होइन। मसँग चाहिँ जोडिएका धेरै नै मान्छे छन्, मैले 100% जित्छु भनेर कसैले पनि आशा नगर्नु होला। यहाँ थोरै मात्रै हुँदा पनि जित्ने सम्भावना बेसी छन्, किनभनेदेखि यो प्रमाणित भइसकेका कुरा हुन्। अब जनता त्यो लामा लस्कर लागेर मात्रै हामी मैले त्यतैतिर भोट दिनुपर्छ भन्नेमा छैनन् र छैनौँ पनि।
हिँड्ने गर्ने कुरा भन्ने कुरा आफ्नो ठाउँमा छ र मत भित्र हिँड्दैले दिने कुरा हो, गोप्य मतदान त्यसै होइन। त्यो भएको कारणले गर्दाखेरि यी प्रमाणित पनि भइसकेका छन्। लामा लस्करले मात्रै चाहिँ भोट जित्दो रहेछ, जनताको हृदयमा बसिसकेपछि मात्रै भोट जितिँदो रहेछ होइन, जनतालाई केही गरेपछि मात्रै भोट जितिँदो रहेछ भन्ने कुराहरू चाहिँ नेपालका कुनै कुनै ठाउँबाट प्रमाणित भइसकेका छन्। त्यो भएर कसैले पनि मेरो पछाडि चाहिँ यति लामो लस्कर छ, मैले कार्यक्रम गर्दै गर्दा, मैले चाहिँ भोट माग्दै गर्दा अथवा चाहिँ म चुनावी प्रसारमा हिँड्दै गर्दा चाहिँ मेरो पछाडि यति छन्, मैले त स्वतः जितेँ भनेर कसैले पनि ठुलो नाक हामी त यसकै लागि के भन्यो भने घन्टीमा भोट हाल्दाखेरि परिवर्तन आवश्यक छ, तर घन्टीमा भोट हाल्दाखेरि अरूसँग बाजाबाज गरेर आफूलाई जोखिममा पारेर समाजमा मनमुटाव बढाएर नगर्नु होला। चुपचाप घन्टी छ, एकदम परिवर्तन चाहिँ आवश्यक छ, त्यो पनि ठिकै छ, झगडा गरेर चुपचाप घन्टी छ भन्ने ल्याउँ। तर भन्नेले के भनिदिन्छ, ए तिमीलाई प्रश्न सोध्न नपाउने, हामीले चाहिँ यो प्रश्न टिपेर कसले के प्रश्न सोध्नुहुन्छ ल सोध्नुहोस् है, प्रश्न एकदम गाह्रा प्रश्न सोध्नु होला, धारीलाई सोध्नु होला, ताकि त्यही प्रश्न पछि संसदमा भन्न पाइयोस् भन्ने टिपेर हिँड्दैछौँ। भनेपछि विपक्षीहरूले अनेक किसिमका कुरा गर्छन्, तर गर्नुपर्ने चाहिँ कसैसँग मनमुटाव नगरिकन परिवर्तनका पक्षमा उभिने हो, सत्यको पक्षमा उभिने हो र चुपचाप घन्टी चिन्हमा 2 भोट लाग्ने हो, परिवर्तन सम्भव छ। ठिक छ।